मेरो कविता द रिदम अफ पोएट्री powered by Global Foodness Literary Organization GVLO Diamond Sponsor Farmer Beldangi Watt G1 Youth Team Friends Forever Education Partner Global Educational Academy Damag Voting Partner Khalti by IMEP Consultancy Partner Seahorse Education Private Limited Damag Digital Partner TNP Universe Hospitality Partner Bhanjang Agritourism Private Limited Production Partner Brothers Production Sound Partner NDSS Stylist Partner Paru Collection Beldagi Supported by NRA Express LLC Cool Bhuzel Gopal Vista and Family Pema Norbu Lama Bhakti Rai Vishnu Rai Suken Gurung Media Partner Sahitya Post Suhani Media and Entertainment Bhutanese News NepaliSahitya.com Global Post Info.us Our Damak Banda Damak Times My platform presents in association with Rhythm and Reality Event Private Limited and Beldangi Natya Parivar. अनुभूतिहरू सुस्ताएका थिए। अब फेरि बिउजना आएका छन्। मेरो कविता द रिदम अफ पोएट्रीको अर्को श्रृङ्खलामा तपाईँ सम्पूर्ण तमाम दर्शक मानवहरूलाई म कार्यक्रम प्रस्तुता सुमनको तर्फबाट हार्दिक न्यानो स्वागत तथा अभिवादन गर्न चाहन्छु। आजको यो एपिसोडमा हामीसँग यो मञ्चको अगाडि निर्णायकको कुर्सीमा बस्नुभएका सम्पूर्ण निर्णायकज्यूहरूलाई सम्मान व्यक्त गर्दै उहाँहरूको अनुमति लिएर आजको यस श्रृङ्खलालाई सुचारू गर्नका निमित्त अनुमति चाहन्छु। आजको कार्यक्रमको पहिलो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ दमकबाट सुभाष सुवेदी। मेरो कविताको शीर्षक छ बुख्याचा र मानिस। लामो उडानपछि अन्न खोज्दै बारीतिर झर्दै गरेका थकित भोका चराहरू जब एउटा मानिस बारीमा ठिङ्ग उभिएको देख्छन्, एक फन्को घुमेर निराश फर्किन्छन्। बिचरा चराहरू बुख्याचालाई नै मानिस ठानेर झुक्किन्छन्। उनीहरू जस्तै म पनि झुक्किएको छु बारम्बार। तर यहाँ म मात्रै होइन, हामी सबै झुक्किएका रहेछौँ। विकासको सपना देखाएर भ्रष्टाचार बेच्नेहरूसँग, व्यवस्थाको नाममा अस्त व्यस्तता बाँड्नेहरूसँग। चराहरू थकित छन्, तर चेतनाले प्रश्न गर्न थालेको छ आजकल आफैसँग। सावधान, कतै त्यो मान्छे नभएर बुख्याचा त होइन? मैले देखेको मान्छे म भित्रै त छैन। धन्यवाद। तपाईँको सुन्दर कविताको लागि धन्यवाद। धन्यवाद तपाईँलाई। र हाम्रो जजेस कहाँ जान चाहन्छु, तपाईँको कवितालाई उहाँहरूले कसरी लिनुभयो। आदरणीय सर उत्तम तुमसा कहाँ जान चाहन्छु। हेलो सुभाष सर। नमस्ते हजुर। सन्चै हुनुहुन्छ? राम्रो छ। कविता मलाई छोटो मिठो लाग्यो हजुर। तर आगामी राउन्डहरू अझ धेरै सशक्त कविताहरूको प्रतिस्पर्धा हुँदैछ। आगामी राउन्डमा छनौट हुनु भएछ भने यहाँबाट आउँछ भन्ने अपेक्षा छ। गुड लक है त। हस्, थ्याङ्क यू। हस्, थ्याङ्क यू। तपाईँलाई पनि शुभकामना, रिजल्टको प्रतीक्षा गर्नु होला। हस्, थ्याङ्क यू। त्यसै गरी प्रस्तुतिको क्रममा जोड्न चाहन्छु खोटाङबाट रेशम नजर। तिम्रो बस्तीमा आएको छु वर्षौँदेखिको एउटा गहिरो भोक बोकेर, वर्षौँदेखिको एउटा गहिरो भोक बोकेर म यतिखेर तिम्रो बस्तीमा आइपुगेको छु। ए चेतना र बौद्धिकताको कृत्रिम मालिक, ए चेतना र बौद्धिकताको कृत्रिम मालिक, आज मलाई के खान दिन्छौ? तिम्रो टाउको कि मुटु? तिमी धरतीकै स्वघोषित चेतनाको मालिक, तिमी धरतीकै स्वघोषित चेतनाको मालिक। सोध्छु कहाँबाट उम्रिन्छ तिम्रो विचार, कहाँबाट उम्रिन्छ तिम्रो चेतना? टाउको कि पाइतालाबाट, अथवा भनौँ जरा कि टुप्पाबाट? जबकि मेरै हावाले सास फेरेर बाँचिरहेछौ तिमी, म एउटा भोको विद्रोही, म एउटा भोको विद्रोही। तिमी माथि धावा बोलिरहेछु,
म एउटा भोको विद्रोही तिमी माथि धावा बोलिरहेछु कि तिम्रा चेतना र मानवतालाई स्वार्थको ह्याङ्गरमा झुन्डाइराखेर कति खेलिरहन्छौ रगतको आहालमा पौडी। मेरो उजाडिएको घरको आँगनमा बसेर अझ कति खुतलिरहन्छौ मूर्खाबो। निहालिरहेछु तिम्रो हत्केलाका कुरूप नङ्ग्राहरू। हो साँच्चै यति बेला आइपुगेको छु तिम्रो बस्तीमा। चरोको स्वरमा नारा लगाइरहेका छन् खाली पेटहरू। मेरो ढुकढुकी भन्दा प्यारो ढुकढुकी लिएर जहाँ प्राण भन्दा बहुमूल्य हुन्छन् तिम्रा बन्दुकका गोली। तर तिम्रो जस्तो निर्दयी छैन मेरो मन। उजाड बनाउन सक्दिन तिम्रो बस्तीलाई। थाहा छ स्वार्थले लतपतिएको तिम्रो चेतनासँग छैन यसको जवाब। तर पनि सोध्नु मन छ एउटा प्रश्न, तिमीलाई कसले बनायो प्रकृतिको मालिक? जबकि तिम्रै कुरूप पैतालामा दबिएर विलुप्त भए कति सधैँका लागि निर्दोष अनुहारहरू। ए चेतनाले भरिपूर्ण प्राणी, अब तिमी मलाई के खाऊ भन्छौ, कहाँ जाऊ भन्छौ? लोभ लालच छैन भोक प्यास त निन्द्रा बोकेर। एउटा चेतनाविहीन गन्तव्यहीन यात्रु तिम्रो चेतनशील बस्तीमा आएको छु। साँच्चै भन मलाई के खान दिन्छौ? धन्यवाद। रेशम नादरज्यू, सुन्दर कविताको लागि धन्यवाद। र यो समय म आदरणीय हेमन यात्री सरलाई दिन चाहन्छु। रेशम नमस्ते। नमस्ते सर। सन्चै हुनुहुन्छ? हजुर सर, आरामै छु। तपाईँको कविता यो सुनिरहँदाखेरि, तपाईँको यो कविता पढिरहँदाखेरि कस्तो लाग्छ भने कविता बन्यो कि जस्तो पनि लाग्छ, अनि फेरि सँगै कविता बनेन कि जस्तो पनि लाग्छ। अनि यो तपाईँको कविताको त्यो थिम चाहिँ त्यो दृश्यमा आउँदैन के? तपाईँले शब्दहरू मात्रै लेखिरहनु भएको छ कि अक्षर र शब्दको कम्पोजिसन मात्र छ कि जस्तो त्यो देखिन्छ तपाईँको यो कवितामा। तपाईँ अब पाइतालाको कुरा गर्नुभएको छ, कतै विद्रोहको कुरा गर्नुभएको छ। तपाईँलाई एउटा एक्जाम्पल कसरी भन्नुपर्छ, विषयहरूलाई चाहिँ कसरी भन्नुपर्छ भन्ने सवालमा हाम्रो वरिष्ठ कवि बैराही काइँलाले यो देशको पञ्चायतकालीन शासनमा त्यो व्यवस्थाको विरुद्धमा जो मार्जिनमा बसेका त्यो कम्युनिटीको भोइस, यहाँका पिछाडिएका मानिसहरूको आवाजलाई चाहिँ उहाँले कसरी भन्नुभएको छ भने नि, एउटा कोलम्बसलाई त्यो प्रतीकको रूपमा ल्याएर ए सडक हो म अटाइन तिम्रो फैलावटमा, अब यहाँ फाटिदेऊ च्यातिदेऊ म अटाइन तिम्रो फैलावटमा, अब यहाँ कोलम्बसको पैतालाले हिँड्न पाउनुपर्छ भन्नुहुन्छ क्या। त्यो भनेको सारा यहाँको के अरे व्यवस्थामा हाम्रो भोइस पुगेन, आएन, स्पेस दिएनौ तिमीहरूले, हामीले पनि बोल्नु पाउनुपर्छ भनेर एउटा सडक र कहिले हामीले कोलम्बसलाई चाहिँ कहिले माटो नछुइकन समुद्रबाट अमेरिका पुगेर अमेरिका पत्ता लगाएको त्यो मानिसको रूपमा हामी उसलाई लिन्छौँ। त त्यसलाई चाहिँ यहाँका सुकुम्बासीहरू, यहाँका आदिवासीहरू, यहाँका पिछडिएका समुदायको प्रतिनिधित्व गरेर जमिनै नहुने, जमिनै टेक्न नपाउने उनीहरूको प्रतिनिधित्व गरेर प्रतीकको रूपमा कोलम्बसलाई काइँलाले उठाउनु भएको छ। त तपाईँले पनि यहाँबाट त्यसरी काम गर्नुपर्छ जस्तो लाग्छ रेशम है। तपाईँले आगामी राउन्डहरूमा यो चिजहरूलाई तपाईँले ध्यान दिनुहुन्छ भन्ने म विश्वास राख्छु। अहिलेलाई शुभकामना। हस्, थ्याङ्क यू सो मच। तपाईँलाई पनि शुभकामना।
रिजल्टको प्रतीक्षा गर्नुहोला। शब्दसँग मित्रता गाँच्दै कर्णालीबाट आउनुभएका अर्का प्रतिस्पर्धी कविलाई यो मञ्चमा हामी निमन्त्रणा गर्नेछौँ। तिलक गाउँले। मेरो कविताको शीर्षक छ आमाको पटुकी। म सानो हुँदा साउको मेलापातमा हिँड्थेँ आमाको मायालु हाँस समाएर। आमाको पटुकी मेरो आँखाभन्दा अगाडि रहन्थ्यो। हुन्थ्यो जसमा कसिएर बाँधिएको घरको चाबीको गुच्छा, थोरै अर्नी र भोलिको सुनौलो सपना। चारैतिर मेला रङ्गिन हुन्थ्यो, तर आमाको दृष्टि हुन्थ्यो मेरो अनुहारको भूगोलमै अड्किएको। आफ्नो चाहना छोडेर किन्दै मेरो हाँसोको संसार। बाबु लायो अर्नी, बाबु लायो अर्नी। मेरो मुहारमा फैलिएको चमकले उनको ममताको विजय हुन्थ्यो सायद। पुल्कित हुन्थिन् आमा। हर दिन मेरो नयन आमाको पटुकीभित्रको कुटुरोतिर हुन्थ्यो। पटुकी कसिएको दिन कुटुरोको छेउमा ममताको गहिरो अङ्गालोमा बाँधिएर मेरा असुरधारा खस्थे मेरी आमाको मन। आज मेला उस्तै फैलिएको छ रङ्गिन, हात खाली छ सुनसान। पटुकी देखिँदैन कतै, तर सम्झनाले बेसरी कसिएको छ मेरो छाती। आमा भित्र गएपछि अझै पटुकी फुकालिएको छैन, बस मभित्र सारिएको छ। त्यागको एउटा कसिलो गाँठो बनेर आज पनि मलाई बेसरी कसेर बाँधिरहेछ। आज पनि मलाई बेसरी कसेर बाँधिरहेछ। हस्। ममताकी खानी आमाप्रति सम्झना गर्दै लेख्नुभएको तपाईँको यो कविताप्रति सम्मान व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद। तपाईँको कवितालाई उहाँले कसरी लिनुभयो त्यो हामी हेर्नेछौँ। र यो समय म जान चाहन्छु आदरणीय म्याम सुमन स्मारिकातर्फ। नमस्कार सर। हजुर नमस्कार। कस्तो हुँदैछ झापा पूर्वको बसाइ तपाईँको? ठिक छ, अहिलेसम्म राम्रो छ। राम्रो छ। यो आमाको कुराहरू मेरो हिस्सामा नपरुन् जस्तो लाग्छ, फेरि परिजान्छ। अस्तिको कवितालाई हेरेर हिजो कविता उम्दा थियो, हिजोको हेरेर आजको कविता केही पनि होइन। आमाको कुरा आउँदै गर्दा या आमालाई सम्झिँदै लेख्नु भएको भन्नुभएको छ। आमाको लाई मात्रै इमोसन्सलाई मात्रै लिएर कविता यो लाइक कविता हुन सकिन्छ भन्ने मलाई चाहिँ नलागेको कि। धन्यवाद। ओके, थ्याङ्क यू सो मच। रिजल्टको प्रतीक्षा गर्नुहोला। शुभकामना। धन्यवाद सर। हस्। शालीन आवाजबाट आफ्नो मनको भावना पोख्नलाई पोख्त झापा कचन कलबाट यो मञ्चमा आउँदै हुनुहुन्छ टोली प्रसाद राजवंशी। मेरो कविताको शीर्षक छ जिन्दगी एक नाटक। आजकल खुब मनपर्छ एउटा पागल, उसले गरेका नाटकहरू मलाई बोलाइरहन्छ र सुनाइरहन्छ जिन्दगीका उन्मादहरू। हाँसिरहन्छ खोइ के सम्झेर, रोइरहन्छ खोइ के सम्झेर। म हराउँछु कतै आफ्नै अस्तित्व खोज्दै, जहाँ कुहिरोको घुङ्टो उडेर एक बिहान जन्माउँछ रातले, जहाँ कालो चस्मा लगाएर एक दिन निदाउँछ रात सोचेर, जहाँ स्वार्थले मान्छे पागल भएको छ, जहाँ मान्छेको हृदयमा हृदय छैन ढुङ्गा, जहाँको सहरमा रात पर्दैन कहिल्यै तर रात परिरहन्छ जहिल्यै, जहाँको सहरले मान्छे गन्दैन कसैलाई तर मान्छे बन्न चाहिरहन्छ ऊ। म हजुरलाई कसरी सम्झाउँ, जहाँको नसामा रगत बग्दैन, अचेल अपराध। जिन्दगीको अस्तित्व खोज्दा खोज्दै मान्छे आफै अस्तित्व बन्दो रहेछ। उसलाई चिन्ता छैन कसैको, उसलाई परवाह छैन दुनियाँको। आफ्नै मनले हिँडिरहन्छ, आफ्नै मनले हिँडिरहन्छ। म उसलाई हेरिरहन्छु ऊ र ममा फरक खोज्दै। ऊ नाटक गरेर हिँड्छ, दुनियाँ हाँस्छ। म नाटक गर्नुपर्छ डराई डराई। ऊ नाटक गरेर हिँड्छ, दुनियाँ हाँस्छ। म नाटक गर्नुपर्छ दुनियाँ हँसाउनलाई, फरक यति त रहेछ। ऊ नाटक गर्छ, उसलाई डर लाग्दैन। म नाटक गर्नुपर्छ डराई डराई, फरक यति त रहेछ। नाटकको यो रङ्गमञ्चमा हराएको छु आज म पनि। जिन्दगीको अस्तित्व खोज्दै एक पागल भएको छु।
ऊ खुसी खोज्दा खोज्दै पागल भएको हो। म पागल भएर खुसी खोज्दैछु। यो रङ्गमञ्च हो हजुर, यहाँ हर कोही नाटक गर्नै पर्छ। जिन्दगी एक नाटक त रहेछ। थ्याङ्क यू। टोली प्रसादजी, सुन्दर कविताको लागि धन्यवाद तपाईँलाई। थ्याङ्क यू। तपाईँको कवितालाई चाहिँ कसरी लिनुभएको छ हाम्रो जजज्यूहरूले हामी लिनेछौँ। यस समय म आदरणीय सर अज्ञात ददी कहाँ जान चाहन्छु। टोली सर नमस्कार। नमस्कार हजुर। आराम हुनुहुन्छ नि? आरामै छु सर। जुनसुकै विषयवस्तु पनि मिठो तरिकाले लेख्न सक्ने क्षमता तपाईँमा छ। तपाईँलाई जे दिए पनि मिठो लेख्नुहुन्छ। आज चाहिँ अलिकति के भयो? अलिकति त्यही ठिक छ, तपाईँलाई शुभकामना। धन्यवाद। हस्, थ्याङ्क यू सो मच। तपाईँलाई पनि शुभकामना। रिजल्टको प्रतीक्षा गर्नु होला है। हुन्छ हुन्छ, हस् त, धन्यवाद। मेरो कविताको यो सोमा कविता सुनाउने क्रम जारी नै रहिरहेको छ र धेरैजना सहभागी कविहरूले धेरै कविताहरू प्रस्तुत गरिसक्नु भएको छ। यो यात्रासम्म आइपुग्दाखेरि हाम्रो जजज्यूहरूले पनि यस सोलाई कस्तो प्रकारले अनुभव गरिराख्नु भएको छ भन्ने कुरा थोरै सेयर गरौँ। आदरणीय सर हेमन यात्री कहाँ जान चाहन्छु। हामीले जुन जिम्मेवारी लिएर बसेका छौँ त्यो निकै जोखिमपूर्ण छ। हामी 4 जना भएर त्यो जोखिमसँग हामीले फाइट गरिरहेका छौँ। यो विभिन्न ठाउँबाट आउनुभएका प्रतियोगीहरूको विभिन्न प्रकारका अनेक रङका कविताहरूसँग हामी साक्षात्कार गरिरहेका छौँ, इन्जोय गरिरहेका छौँ। तर अब यो ठाउँ अप्ठ्यारो ठाउँ हो, तपाईँले पनि बुझ्नुहुन्छ। मेरो कविता द रिदम अफ पोएट्री, powered by Global Foodness Literary Organization, GVLO, Diamond Sponsor, Farmer Beldangi Watt, G1 Youth Team, Friends Forever, Education Partner, Global Educational Academy, Damag, Voting Partner, Khalti, by IMEP, Consultancy Partner, Seahorse Education Private Limited, Damag, Digital Partner, TNP Universe, Hospitality Partner, Banzang Agritourism Private Limited, Production Partner, Brothers Production, Sound Partner, NDSS, Stylist Partner, Paru Collection, Beldagi, supported by NRA Express LLC, Cool Bhuzel, Gopal Vista and Family, Pema Norbu Lama, Bhakti Rai, Vishnu Rai, Suken Gurung. Media Partner, Sahitya Post, Suhani Media and Entertainment, Bhutanese News, NepaliSahitya.com, Global Post Info.us, Our Damak, Damak Banda, Damak Times. My platform presents in association with Rhythm and Reality Event Private Limited and Beldangi Natya Parivar. आफ्ना शब्दहरूमा आत्मविश्वास बोकेर दमकबाट यो मञ्चमा आउँदै हुनुहुन्छ प्रीति मगर। मेरो कविताको शीर्षक रहेको छ ऊ हल्ला मन पराउँछ। ऊ हल्ला मन पराउँछ। आउनुस् सडकमा उभिएर ताली बजाउनुस्, अपराध देखे आँखा छोपेर हिँड्नुस्। ऊ हल्ला मन पराउँछ। बोल्न मन लागे मुख बन्द गरेर उल्टो फर्किनुस्। ऊ हल्ला मन पराउँछ। एक्लै उभिएको उन्यु जस्तै एक्लै सत्यसँग लड्न नखोज्नु, ऊ विरुद्ध बोल्न नखोज्नु। ऊ हल्ला मन पराउँछ। बाटोमा खाल्डा खुल्डी भेटिए लडेर हिँड्नुस्। बाटोमा खाल्डा खुल्डी भेटिए लडेर हिँड्नुस्। दुःख आफै बोकेर हिँड्नुस्। तपाईँ मान्छे हो, ऊ मान्छे होइन। ऊ विरुद्ध बोल्न नखोज्नुस्। ऊ हिँड्दा उसको बाटोमा फुल राखिदिनुस्। सके आफ्नो जिउ टेक्न दिनुस्। आँखा भएर पनि नदेखेझै गर्नुस्। आफ्नो घर जलाउनुस् र उसलाई न्यानो पार्नुस्। ऊ हल्ला मन पराउँछ। बाल बच्चा भोकै राख्नुस्। विद्यालय बन्द गर्नुस्।
जङ्गलतिर खेद्नुहोस्, लेख्न पढ्न नदिनुहोस्। देवी थान गुम्बा भत्काउनुहोस्, माङहिम मन्दिरहरू जलाउनुहोस् अनि धर्मको नाममा युद्ध गर्नुहोस्। सद्भाव नबाड्नुहोस्, नारा नलगाउनुहोस्। ऊ हल्ला मन पराउँछ। सधैँ उसको गुणगान गर्नुहोस्, पत्रिकामा उसकै खबर छाप्नुहोस्। गाउँ बजार सहर सधैँ चर्चा उसैको गरिरहनुहोस्। सधैँ चर्चा उसैको गरिरहनुहोस्। आफू मर्नुहोस्, उसलाई बचाउनुहोस्, किनकि ऊ प्रशासक हो, ऊ कानुन हो, ऊ देश हो, उनै सरकार हो। ऊ हल्ला मन पराउँछ। त्यसैले ऊ विरुद्ध चुप बस्नुहोस्, केही नबोल्नुहोस्। ऊ हल्ला मन पराउँछ। धन्यवाद। प्रीति मगरज्यू, हजुर, थ्याङ्क यू सो मच तपाईँको यो सुन्दर पोएमको लागि। धन्यवाद। यो तपाईँको कवितालाई हाम्रो जजज्यूहरूले कसरी लिनुभएको छ त्यो हामी हेर्नेछौँ। यो समय हामी आदरणीय सर उत्तम तुम्साका जान चाहन्छु। हेलो प्रीति। हजुर, नमस्ते सर। नमस्ते, ठिक छ? हजुर। प्रीति चाहिँ मलाई कविताको एउटा गुड पर्फर्मर जस्तो लाग्छ कि प्रीतिले चाहिँ बडो मेहनत गरेर सबै अब अरू पार्टिसिपेन्टहरू पनि हुनुहुन्छ, तर प्रीतिले जुन कन्फिडेन्सका साथ र मेहनतका साथ यहाँ प्रस्तुत गर्नुभएको भन्ने कुरा चाहिँ हामीले छर्लङ्गै देख्न सक्छौँ। कविता राम्रो लाग्यो प्रीति। समय सत्तालाई सटायर गरेर व्यङ्ग्य गरेर जसरी कविता लेख्नु भएको छ मलाई चाहिँ राम्रो लाग्यो। गुड लक है त। थ्याङ्क यू। हस्, थ्याङ्क यू। तपाईँलाई पनि शुभकामना, रिजल्टको प्रतीक्षा गर्नु होला। अर्का प्रतिस्पर्धी कवि यो मञ्चमा आउँदै हुन्छ इलामबाट सौरभ बास्कोटा। कविताको शीर्षक आँसु। म आँसु हुँ, म भावनाको पोखरी हुँ, कसैको बाध्यता कसैको मनपरी हुँ। म पोखिन्छु जब टुट्छ छन्द, सम्हालिन्छु जब छुन्छु आनन्द। भएर आँखाभर टिलपिल म खस्दछु पिलपिल पिलपिल। भक्कानो उठाएर मनको बाँध फुटाएर अल्झिँदै परेलीमा जिन्दगीका तरेलीमा गाला रूपी छाँगाबाट म सिधै गिर्छु, कि त काखमा कि त भुइँमा। म आँसु हुँ, म भावनाको पोखरी हुँ। मेरो गन्ध नाकलाई थाहा छ, मेरो स्वाद मुखलाई थाहा छ। म कहिल्यै रित्तिन्न, म कहिल्यै सिद्धिन्न। तिमी बाँचुन्जेल खस्किरहन्छु पिलपिल पिलपिल। म पिरोलिन्छु, तिमीलाई पिरोलिरहन्छु, कहिले तिम्रो सुखेसोमा कहिले दुखेसोमा। म हृदयका वाकहरू खोल्दछु, मनका कुराहरू बोल्दछु, सम्झे पिच्छे शब्दै पिच्छे। मनको आगोले पगालेपछि म चुहुन्छु तप तप। कतै कठोर छु कतै कोमल छु, म आँसु हुँ, कसैको बाध्यता कसैको मनपरी हुँ। म डुब्दछु भावमा बग्दछु बहमा, हारमा जत्तिको झर्दछु जितमा उत्तिकै खस्दछु। कर्मले पिस्दा पनि खस्दछु, भाग्यले थिच्दा पनि खस्दछु, सुस्त सुस्त। म जन्मदै झरिसके, अब जन्मभर झर्नेछु, रहुन्जेल म जीवन केलाउँछु, जीवन झर्दा सेलाउँछु। म आँसु हुँ, म भावनाको पोखरी हुँ, कसैको बाध्यता कसैको मनपरी हुँ। धन्यवाद। सौरभजी, तपाईँको सुन्दर प्रस्तुतिको लागि धन्यवाद। यो तपाईँको कविताप्रति हामी कमेन्ट लिनेछौँ, हाम्रो जजेसका जानेछौँ। यो समय म सुमन स्मारिका म्यामतर्फ जानेछौँ। नमस्कार सौरभजी। नमस्कार म्याडम। आराम हुनुहुन्छ? आराम छु। यतिको कविताले मात्रै यो हाम्रो प्रतियोगिता हो, रियालिटी सो हो, बाहिर कति धेरै
प्रतियोगी मित्रहरू बसिरहनु भएको छ, कविहरू हुनुहुन्छ, उहाँसँग तपाईँ जुझ्न पर्नेछ खासमा यहाँ। अनि कविता अलि योभन्दा असल, यो कमसल त होइन तर योभन्दा असल कविताको अपेक्षा छ तपाईँबाट। शुभकामना, बधाई, धन्यवाद। हस्, थ्याङ्क यू। तपाईँलाई पनि शुभकामना, रिजल्टको प्रतीक्षा गर्नुहोला। साहित्यको मोह बोकेर सिमाना पार गरेर यो मञ्चमा आउँदै हुन्छ सिक्किमबाट सोनाम पाल्जोर तामाङ। र मेरो कविताको शीर्षक छ फिङ्गरप्रिन्ट। आफ्नो नामको हस्ताक्षर गर्न जान्नेहरूले होच्यारै हेर्ने गर्छन् मेरा बालाई। आफ्नो नामको हस्ताक्षर गर्न जान्नेहरूले होच्यारै हेर्ने गर्छन् मेरा बालाई। जिन्दगीको हजारौं पन्ना किताबहरू पढिसकेका मेरा बाले अक्षर मात्रै चिन्न सकेनन् त के भो? उनी जीवन रेखाको अक्षरले जीवन्त छाप गर्छन्। यसैले पछिबाट आएर बुझेँ मैले मेरा बाले गर्ने अङ्गुठा छापमा बाको आफ्नै निखुर पहिचान रहेछ भन्ने कुरा। पढ्दै नपढेका मेरा बाको अङ्गुठा छाप दुरुस्तै बनाउन सक्ने वैज्ञानिकहरू, पढ्दै नपढेका मेरा बाको अङ्गुठा छाप दुरुस्तै बनाउन सक्ने विज्ञानहरू आजसम्मकै इतिहासमा जन्मेका छैनन् र जन्मिने पनि छैनन्। त्यसैले मेरा औँलाहरू समाएर जीवनको गीत लेख्न सिकाउने, वास्तवमा मेरा बा पनि संसारकै मास्टरपिस होमोसिपियन हुन्। धन्यवाद। सोनाम तामाङज्यू, तपाईँको मास्टरपिस बुबालाई यहाँबाट नै हामी नमन गर्न चाहन्छौँ। धन्यवाद। यो समय म आदरणीय जज हेमन यात्रीका जान चाहन्छु। सोनाम, नमस्ते सर। सबभन्दा पहिला चाहिँ म तपाईँलाई एकदमै बधाई भन्छु र धन्यवाद पनि भन्छु। संसारमा आमाका महानताका कथाहरू धेरै लेखिएको छ। प्रशंसाका कैयौं लाइनहरू लेखिएका छन्, तर अपवाद बाबाहरू एकदमै कम लेखिएको छ। तपाईँले साँच्चीकै यो सम्झना लायक बाबालाई सम्मान दिनुभएको छ, त्यसको लागि पनि मैले सुरुमा तपाईँलाई धन्यवाद भने हुँ। खासमा तपाईँले कवितामा उठाउनु भएको औँठा छाप गर्ने बाबाहरू साँच्चीकै त्यागी हुन्। जसले सिग्नेचर गर्न जान्नुहुन्न, उहाँले औँठा छाप लाएर तपाईँलाई पहिलोपटक तपाईँको उडानका लागि औँठा छाप गर्नुभएको छ, औँठा छाप लाउनु भएको छ। ऋण लिँदा सिग्नेचर गर्न नजान्ने मान्छेहरूले औँठा छाप गर्छन्। कसको लागि? सन्तानको लागि। तपाईँको नागरिकता बनाउँदाखेरि हस्ताक्षर गर्न नजान्ने बाबाहरू हुनुहुन्छ, तर त्यो त तपाईँको पखेटाको पहिलो प्वाख हो। त्यो प्वाखको लागि औँठा छापले हस्ताक्षर गर्ने बाबा। यो कविताको आत्मा यति बलियो छ। म तपाईँको आगामी चरणहरूमा यदि पुग्नुभयो भने यही किसिमको कविताहरू खोज्छु। थ्याङ्क यू। हस्, थ्याङ्क यू सो मच मिठो प्रतिक्रियाको लागि। तपाईँलाई पनि शुभकामना, रिजल्टको प्रतीक्षा गर्नुहोला। आजको अन्तिम प्रतियोगीको रूपमा यो मञ्चमा आउँदै हुनुहुन्छ जसको कविता मात्र होइन, उहाँको आवाज पनि उत्तिकै मिठो छ। दमकबाट रोजिन बस्नेत। मेरो कविताको शीर्षक छ ऊ चाहन्छ कि उसले छोएको पानी अमृत बनोस्। खोलाको कलकल गर्ने आवाजलाई बिर्सेर, अन्धविश्वासको अँध्यारो आस्थालाई बिर्सेर ऊ कदापि जान सक्दैन। दाउराको काखमा सिरानी हालेर, पहाडको पखेरामा पोखिएको आकृति निहालेर, खोलाले बादललाई बाफ पैँचो मागेको हेरेर ऊ लास बनी बगरमा आगोको प्रतीक्षामा बसिरहेको छ। आँसुको दोभान सम्हाल्न पो नसकेर हो कि, वा उसका थरले देउताको पाउमा पुग्नबाट रोक लगाएर पो हो कि, वा अन्धविश्वासको खोक्रो आदर्श बोकी हिँड्नेहरूको अद्भुत तापमा पुरा समाजलाई सिकाएर पो हो कि, आज उसका हिम्मतहरूले फाँसी टेकेका छन्।
चार दिवारको बन्द कोठामा फैलिएको छ उसको लास, छरपष्ट भई सजिएको छ उसका हारहरू। ऊ चाहन्थ्यो कि उसले छोएको पानी हरेक मन्दिरका मूर्तिहरूमा विजयका साथ चढाइयोस्, जहाँ प्रेम बसाउन उसले आफ्नो थर सम्झन नपरोस्। मन्दिरहरू श्रृङ्गारियोस् उसैले अर्जापेको फलामबाट, सारा बस्ती चोखियोस् उसैले छोएको पानीबाट। ऊ निर्जल होस्, निर्दोष होस्, निस्तब्ध भई बस्नु परोस्। ताराहरू लस्करै बिछ्यौन्, इन्द्रनीले घुँडा टेकोस् उसको औँजुलीबाट आशीर्वाद लिन। बस ऊ चाहन्थ्यो कि उसले छोएको पानी अमृत बनोस्। जब मानिसको नजरमा ऊ मान्छे बन्न सकेन, मानवताले मानव हुनुको धर्म बुझ्न सकेन, तब मात्र ऊ हारेको हो। हारेको हो लड्ने साहस सकिएपछि, हारेको हो ऊ आफूप्रतिको आश सकिएपछि, अनि हारेकै हो ऊ आफ्नो सास सकिएपछि। बस ऊ चाहन्थ्यो कि उसले छोएको पानी अमृत बनोस्। थ्याङ्क यू। थ्याङ्क यू सो मच यो सुन्दर कविताको लागि। हस्, धन्यवाद। यो समय म आदरणीय सर अज्ञात ददी कहाँ जान चाहन्छु। रोजित हजुर, हामी कविताको प्रतिस्पर्धामा छौँ। हामीले केही कुराहरूमा सुधार गरेर कविताको विषयवस्तु छनौटमा फराकिलो बन्नुपर्छ, फरासिलो बन्नुपर्छ। आफूलाई लागेको कुरा मात्र भन्दा पनि बाहिर निस्केर त्यो विषयवस्तुलाई पनि हेर्नुपर्छ। आफूले आफूलाई अब्बल साबित गर्नको लागि लेखिरहनुपर्छ, प्रतिस्पर्धा आफैसँग गरिरहनुपर्छ। कविता लेखिरहँदा रोजितले आफूसँग आफ्नो प्रतिस्पर्धा कम गरेको छ कि जस्तो लागिरहेछ। अलिकति मेहनत गर्नुपर्छ रोजित। फरक विषयवस्तुलाई उठाउनु भएको छ, विषयलाई न्याय नै गरेको छ, जे जस्तो भए पनि। शुभकामना। हस्, थ्याङ्क यू। हस्, धन्यवाद। तपाईँलाई पनि विश यू अल द बेस्ट। प्लिज रिजल्टको प्रतीक्षा गर्नलाई। द रिदम अफ पोएट्री मेरो कविताको यो मञ्चको एपिसोड 4 मा आज हामी इलिमिनेट राउन्डमा छौँ। जिन्दगीमा सँगै हिँडिसके पछाडि, केही समय यात्रा गरिसके पछाडि, सङ्गत गरिसके पछाडि सँग छुटाउनु एकदमै कठिन रहेछ वास्तवमा। डेन्जर जोनमा 4 जना प्रतिस्पर्धी कविहरू पर्नु भएको छ। म उहाँहरूको नाम बोलाउन चाहन्छु। तिलक गाउँले, यसै गरी टोली प्रसाद राजवंशीजी हुनुहुन्छ। डेन्जर जोनमा पर्दा पनि जस हाँस्दै हाँस्दै आउनुहुन्छ कविहरू। यही रहेछ हौ खासियत कविहरूको है, आँसु लुकाएर पनि हाँस्न सक्ने है। यसै गरी प्रीति मगर र यसै गरी हुनुहुन्छ रेशम नजरज्यू। तिलक गाउँले, टोली प्रसाद राजवंशी, प्रीति मगर, रेशम नजरज्यू। चाहना त हामी सबैलाई छ, तपाईँहरू सबैजनालाई साथसाथै लिएर जाउँ, सधैँ सँगै हिँडौँ, सधैँ सँगै सहकार्य गरौँ, सँगै बसेर लेखौँ। तर त्यो मनोभावना मात्रै रहेछ। कार्यक्रमको यो फर्मेटमा आइसकेपछि त्यो गर्न पनि नसकिँदो रहेछ। प्रीति मगर र रेशम नजरज्यू, यहाँलाई अगाडि आएर उभिदिनको निमित्त अनुरोध गर्न चाहन्छु। प्रीति मगर र रेशम नजरज्यू, तपाईँहरू सेफ हुनुहुन्छ। तपाईँहरूलाई बाहिर गएर बसिदिनको निमित्त अनुरोध गर्न चाहन्छु। अघिल्लो राउन्डको लागि तपाईँहरूलाई शुभकामना। अब बाँकी हामीसँग यो मञ्चमा 2 जना कविहरू हुनुहुन्छ। तिलक गाउँलेज्यू र टोली प्रसाद राजवंशीज्यू हुनुहुन्छ। तपाईँलाई फेरि यो अगाडि आएर उभिदिनको निमित्त अनुरोध गर्न चाहन्छु। तपाईँहरू 2 जना मध्ये 1 जनालाई हामीले यो मञ्चबाट बिदा गर्नुपर्ने समय आएको छ। टोली प्रसाद राजवंशी, तपाईँ सेफ हुनुहुन्छ। विश यू अल द बेस्ट। आगामी यात्राको शुभकामना। भने तिलक गाउँलेज्यूलाई हामीले यो यात्राबाट, यो मञ्चबाट बिदा गर्नुपर्ने समय आएको छ। मेरो कविताको यो मञ्चबाट बिदा भएर जाँदै गर्दाखेरि तपाईँको अनुभव, मेरो कविताको यो यात्रा कस्तो रह्यो बताइदिनुहोस् न। म सुदूर कर्णालीको मान्छे, झापासम्मको यात्रा मैले थुप्रै सिक्ने अवसर पाएँ। यो मञ्च पाएँ। आयोजकप्रति, जजहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै म बिदा हुन्छु। हस्त, नमस्कार। यो कठिन घडी सँगसँगै आजको एपिसोडबाट हामीले 8 जना कविहरू मध्ये 7 जना कविहरूलाई अर्को राउन्डमा लिएर जाँदैछौँ र आगामी आउने हप्ता टप 15
प्रतिस्पर्धी कविहरूको साथमा हामी उपस्थित हुने नै छौँ र मेरो कविता द रिदम अफ पोएट्री हेरिरहनुहोला, माया गरिरहनुहोला। अहिले पनि म कार्यक्रम प्रस्तुता बिदा हुन चाहन्छु। हस्त, नमस्कार। मेरो कविता द रिदम अफ पोएट्री।